अब 29 त्यसो भने त अब पैसा पनि अब ह्याप्पी न्यू इयर पनि आउनु लाग्यो। लाई 4वटा तङ्बा खाएको छु। यहाँ हाम्रो बुबुहरूले पनि दिनुभएको छ फेरि मजाले नै हरियो तङ्बा यो पनि ताने कस्तो छ हेर उता गयो एकदम टेस्टी टेस्टेड बेस्ट। अनि आजको सम्मान चाहिँ कस्तो रहेछ त हो यस? आजको सम्मान भनेको एकदम हाम्रो भनेको पुरानो एग्रिकल्चर हो। सफल एग्रिकल्चर हो कल्चर ठीक छ ठीक छ। अब चाडा तुङबाले जिब्रो यताउति भइहाल्छ। इको डिबु चावाए गराउनु लिही तर जे होस् चाडा तङ्बा खानु पाइयो ह्याप्पी न्यू इयर पनि आउनु लाग्यो त्यसमा एकदम गुड छ। गुड ल भाइको त ल ठीक छ नि त। एकदम आजको चिमा सिमा सबै ठीक लाग्यो? चिमा त ठेगाङ पनि गर्दै थियो अब ठेगाङ पनि गर्दै थियो हो अनि लगायत यहाँ हाम्रो पुर्खौली पनि छ हाम्रो ऊ पनि छ चिमा पनि एकदम सकुशल हाम्रो लम्बा चावामा चेलीबेटीहरूलाई कहीँ कता हुन्छ भन्ने चाहिँ भयो। अनि त्यसको लागि के गर्नुपर्छ त हौ? उसो भए त चेलीबेटीहरूलाई पनि त दुःख दिनु त भएन। चेलीबेटीहरूलाई त अब के गर्नु र कुटुम्बेरी आउनुमा गएको पनि हुन्छ अब होइन घरमा पनि आएको हुन्छ त्यस्तो अब त्यस्तो देखियो देखेको अवस्थामा भन्नु नै पर्यो आवश्यक त भयो भनिहाल्यो। बाँकी सबै ठिक छ नि त? एकदम अरू हाम्रो गाउँघरलाई एकदम भलो सकुशल सञ्चार। अब न्यू इयर लाग्यो नयाँ वर्ष सबैलाई शुभकामना दिउँ त नयाँ वर्षको। लु 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 ह्याप्पी न्यू इयर सबैलाई यहाँ पप्पा मामा लगायत यहाँ बाबाङहरू यहाँ सिमाहरू लगायत यहाँ नम्मीहरू भाइ बुवाहरू सबैलाई सम्पूर्ण लोहोरुङ सम्पूर्ण किराँती सम्पूर्ण नेपालीलाई अल किराँतीलाई हाम्रो लोहोरुङ मात्रै होइन हामी सबै नेपाली किराँतीलाई ह्याप्पी न्यू इयर। ल ल ल ल ल